हेलो साथीहरु, आज चाहिँ फेरि म तपाईहरु समक्ष एउटा सानो भिडियो लिएर प्रस्तुत भएको छु र आज चाहिँ चाउमिन खाने त्यसको लागि मैले यहाँ पानी उमाल्दै छु। आज चाहिँ यसको चाहिँ चाउमिन बनाएर खाने है। अनि त्यसको लागि चाहिँ बुढोले चिकन काट्दै छ। आज चिकनको चाउमिन खाने। यहाँ भेजिटेबल रेडी भइसक्यो, क्याप्सिकम, बिन्स अनि क्याबेज, अन्त यहाँनिर गाजर छ। यहाँ हेर्नुस् साथीहरु, अहिले मैले चाहिँ आरुचाको सिजन चलिरहेछ नि त। अनि आरुचाको चाहिँ जाम बनाए, त्यो चाहिँ मैले हजुरहरुसँग शेयर गर्न सकिनँ किनभने मलाई अलिक हतार थियो। आरुचाको जाम बनाइरहेको छु, एकदम अर्ग्यानिक जाम यो चाहिँ। र यसको लागि चाहिँ हामीले बोनलेस चिकन लिएको छौं। बुढोले बोनलेस चिकन बनाउँदैछ, पिस गर्दैछ। र उम्लिएको पानीमा मैले थुक्पा हालेँ। यसलाई एकछिन पकाउनु पर्छ। अनि यहाँ मैले तेल पनि हालेँ। अनि तेल खारेपछि चाहिँ सबभन्दा पहिला चाहिँ मासु फ्राई गर्नुपर्छ। अनि यसलाई चाहिँ एकछिन फ्राई हुनु दिने। र यसलाई एकछिन पकाउने अघि मैले पकाएको थुक्पा चाहिँ त्यहाँनिर तारेर राखेको छु र अलिकति नुन पनि लगाइदिने किनभने अहिले फेरि खल्लो हुन्छ। अघि मैले बनाएको जाम चाहेको त आमामा मिठो भएछ, दामी। अनि अब चाहिँ मैले सबभन्दा पहिला चाहिँ क्याप्सिकम हालेँ र यसलाई क्याप्सिकम हालेर चलाउनु पर्छ। त्यसपछि मैले अघिको बिन्स हालेँ, यसलाई पनि चलाउने। बिन्स हालिसकेपछि कोपी पनि हाल्नुपर्छ। अनि अघिको गाजर पनि म हाल्छु। अनि यसलाई एकछिन पाक्न दिनुपर्छ। अलिकति फ्राई टाइपको गर्ने है। त्यसपछि मैले प्याज हालेँ। आफै भिडियो गरेकोले चाहिँ अलिअलि मेरो भिडियो हल्लिएछ। अनि अब रमभेडा पनि हाल्नुपर्छ। रमभेडा हालेँ। अनि त्यसलाई फेरि चलाउँछु एकछिन। अनि चाहिँ अघि राखेको थुक्पा म हाल्दैछु। अब यसमा चाहिँ भिनेगर हालेँ मैले। त्यस पछाडि सोया सस अनि यो टोमेटो केचप हालेर चाहिँ यसलाई मजाले चलाउनु पर्छ। सोया सस अलिक कम्ती भएर फेरि थपेँ। मजाले चलाउने। अनि यति बेला चाहिँ अलिकति नुन पनि थप्नुपर्छ। मजाले चलाउनु दिने। अनि एकछिन चाहिँ राख्ने। अनि ड्राई टाइपको बनाउने। हेर्नुस् त, तपाईले हेर्न सक्नुहुनेछ कति हेर्दै खाउँ खाउँ लाग्दो भयो। अनि चाहिँ यसलाई मजाले सर्भ गर्नुपर्छ। अन्त आज चाहिँ हामीले चाहिँ डिनरकै बदला खाएको नि त हो, त्यो भएर चाहिँ अनि आज चाहिँ मजाले खाने कासको थालमा पस्के। यो मेरो लागि, यो बुढोको लागि अनि छोराको लागि। अब बसेर ड्याममै खाने। लु हस्ता सुरु गरेँ है मैले आजको डिनर। चाउमिन मिठो भएको छ। तातो तातो खाइ पो हालेको नपर्खिकन। अनि एकदमै खाएको दामी भएछ, मिठो भएछ। किनेर खाएको भन्दा त साह्रै दामी। अनि अचार थियो, त्यसमा मैले अलिकति केचप, टोमेटो केचप हालेर खाएँ। अनि साँच्चै मिठो भयो। बुढो र नानीलाई पनि मिठो भयो रे।
र आजको मेरो यो भिडियो म यहीँ एन्ड गर्छु। बाइ, सी यु इन द नेक्स्ट भिडियो। हजुरहरूलाई भिडियो मन परे लाइक गरिदिनु होला, सेयर गरिदिनु होला, अनि हजुरहरूले पनि यसरी नै चाउमिन बनाएर खानु होला। थ्याङ्क यू।